बालिनले त अब काठमाडौँमा त त्यहाँ मात्र राम्रो काम गरे होइन, देशको लागि गरे त होइन नि त। अब त मैले भने त्यो मेरो अब विचार कुलमान घिसिङ पनि त कुनै क्षेत्रमा मात्र काम राम्रो गरे होला नि। अब त्यो देशभरि नेपालभरि उज्यालो गरेको छ नि त। उहाँ पनि राम्रो गर्छ नि। अब महानगरमा राम्रो कार्य गरियो भने गरियो। अब प्रधानमन्त्री भयो भने हाम्रो देशको पनि राम्रो गर्ने हो। हुन त अब मैले अघि भने राम्रो काम गर्ने चाहेको छ होइन, तर पहिला गरेको भन्दा राम्रो चाहिँ कुलमा नै आयो। त्यहाँ उहाँ नै आउनु भयो होइन, उहाँले नै राम्रो काम गर्नु भयो। त्यहाँबाट पछाडि अब हामीले अब घुसपिस गर्नेकोमा अब रोबी नै भयो त्यो काम गर्नेमा होइन। त्यो अब पहिलाको मान्छेलाई यिनीहरूलाई धेरै अब घुसपिस खायो नि त होइन। त्यही भएर अब पहिला सेउरो देवालले त्यति पैसा कोठामा थन्किएर राखेको छ होइन। त्यो रवि त आयो, त्यो कहिले पनि थाहा नहुँदैन होइन। रविले त्यो काम गरे हो, रविले पनि होइन। त्यो पैसा त्यति भएको कहिले पनि थाहा नहुँ। जेन आयो होइन, जेन आएपछि थाहा भएको हो होइन, हो कि होइन। के विचार? बालेन पनि अब नराम्रो भने होइन कि, तर हामीले अहिले देखाएको चाहिँ कुलमानलाई छानेको छ मैले। अहिले जनताहरू सबैभन्दा बढी बालेनलाई अब बालेनलाई मान्छ अब काठमाडौँमा त राम्रो गरे होला, त्यसकै आधारमा सबैले त राम्रो माने। तर अब उज्यालोको लागि चाहिँ कुलमा नै हो। प्रधानमन्त्री त अब उहाँहरू चाहिँ जुन भए पनि काम चाहिँ राम्रो गर्नुपर्छ देशलाई। अब मेरो पुस्ता त अब कति वर्ष बस्छ र होइन। अब भाइहरू जस्तो भर्खरको युवाहरूलाई त राम्रो काम गराउनु पर्यो, दिनु पर्यो, कारखाना राख्नु पर्यो होइन। अब पहिला शिवराज सरकारले राजाको पालामा कति कलकारखाना छ त्यो पनि बिगारेर यो होली के देवालले जम्मै पेचेर खाइसक्यो इन्डियालाई होइन। हो त्यस्तो नहोस्, जो आउनु भए पनि राम्रो काम गरोस् होइन। त्यो हाम्रो नेपालले चाहेको त्यही होइन हो, त्यो नै हो। तर अहिले राजाको पनि चलबल अलि बढी नै राजा पनि ठिक छ। राजा अब राजाको उसको उहाँको ठाउँमा उहाँलाई बहु जस्तै राख्यो भने त्यो पनि राम्रो होइन। अरूले काम गर्नु पाउँछ नि त, मन्त्री पद खाएर होइन। अनि अरूले चाहिँ अब मन्त्री पद खाएर राम्रो काम गर्ने त्यो पनि हुन्छ। राजा त राख्नै पर्छ। पहिला राजाको पालामा कस्तो राम्रो छ होइन। देश विकास त्यही अब एकै सालमा नाप्याएर विस्तार लाग्यो गऱ्यो। त्यहाँबाट यताउताबाट चाइनाबाट कहाँबाट बिउ बिजन ल्यायो, मोल ल्यायो होइन। त्यही वीरेन्द्रले त्यो वीरेन्द्रले पनि गरेको छ। तपाईँले कसरी विश्वास गर्ने हो राजा ज्ञानेन्द्रमा? त्यो आएपछि हाम्रो देशलाई सकारात्मक बाटोमा लग्ने हो। राजा कसरी तपाईँ विश्वास गर्ने? राजा आयो भने तपाईँको हेर्नुहोस्, राजा आयो भने धेरैले खाने होइन। राजा एकजनाले मात्र खान्छ, तर त्यहाँबाट मन्त्रीले खान्छ। त्यो त मन्त्री त चाहिहाल्यो त्यो चल्नुलाई होइन। त्यो भन्दा त्यो प्रदेश त्यसले अब उपमन्त्री के मन्त्री भन्छ नि, त्यसले गर्दा देश फसलो भयो नि त, कङ्गाल भयो नि। त्यस्तो नहोस्, राजा राखोस्। राजा चाहिँ चाहिन्छ। त्यहाँबाट मन्त्री चाहिँ कुलमान अथवा बालेन, जो उहाँहरू तीनजनामा जो बसे पनि मेरो विचारमा त त्यो राम्रो काम गर्ने चाहियो।